देखेछ है भ्यू त यति भयो भ्यू टाढो भयो गाई चाहिँ भ्यू टाढो भयो यहाँबाट अनि जस लोकेसन धरा र त्यहीँनिर भइहाल्यो गाई सोमबार होइन सोमबार यहाँबाट त काठमाडौँ पुरै देखिँदो रहेछ त यार हो ए लडिक छ राम्रो युनिभर्स लाम्ला नि अब कलेजको रेपुटेसन चाहिँ राम्रै छ सर्व पनि रहेछ गाई like puzzle pieces fitting tight in the rhyme. Snares punch louder than the city's own chime. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Deep kicks bounds like a heartbeat fight. These gritty vibes keep my story inside. Street lights flicker on this endless trail. Each corner whispers a hero fell. Smooth flow cutting through the urban scale, where truths are spoken and tales unveiled. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Deep kicks pounds like a heartbeat fight. कलेज ठ्याक्कै दिल्ली बजारको हाइटमा पर्छ है ल गाइस अब ट्रिनिटी कलेज जाने भनेको छ हाम्रो भान्जीले राम्रो कलेज एकदम राम्रो पढाइ हुने ठाउँमा चाहिँ चट्ट एडमिसन गर्नुपर्ने छ त्यहाँ इन्ट्रान्स दिनुपर्छ पर्दैन भान्जी पर्छ हो City lights blink, they got secrets to spill. Painted asphalt whispers a soulful chill. Clouds pass slow like memories that fade. Walking through the midnight, chasing dreams we made. Echo of your laugh, now a ghost in the shade. Every step a crack where the smile decayed. Voices in my head softly hum your tune, dancing with the shadows under a silver moon. Falling stars write your name across the sky. Every trail burns bright, but they won't tell me why. Colliding with the echoes where love used to bloom, in the deep of the night under a pale lit room. Street lamp flickers out, matches my doubt. Counting lonely steps, trying to map a route. Past the pain and the fear, beyond the cold air. Searching in the void like you'd still be there. Eyes shut tight, see the dreams barely glow. Fingers reach for nothing, just the wind that I know. Ocean tide crashing, in the chest waves break. Still drowning in your pain. Every breath I take. Falling stars write your name across the sky. Every trail burns bright. मम्मीलाई लगेर अनि यो फोटो भिडियो देखेर यस्तो रहेछ कलेज अनि के छ छोरीलाई यहीँ पढाउने र होला नि भन्नु बाबालाई साइन्समा हुनु छ साइन्स आउनुहोस् त
सबै घुम्ने हो भनेछ लगाइ त्यो उता ल्याउनै भुलेछु हेर्नु मैले उता ल्याउनै भुलेछु कि आउँछु नि म यहाँ अब स्टिक ल्याउनै भुलेछ ल यसको फेरि चाहिँ यस्तो छ है सबै बस्नु भएको छ यो चाहिँ साइन्सको लागि काउन्सिलिङको लागि सबै आइरहेछ बसिरहेछ थुप्रै ठाउँ रहेछ उता पनि मान्छेहरू स्टुडेन्ट गार्जियन सबै आएको छ यहाँ अब बताउँछ होला कि अनि त्यसै लागि अरे यहाँ चाहिँ मेरो भान्जी गइहाल्यो म त्यति काउन्सिलिङ चाहिँ गर्नुपर्छ यो मेरो जुत्ताको हालत यस्तो भएछ यस्तो छ भान्जी कलेज राम्रो लाग्यो ल राम्रो लाग्यो चट्ट बुझ्ने त्यसपछि बुझ्यो अन्त अर्को कलेज जाने हो कुन कलेज जाने हेरवेल हेरवेल हेरल कहाँ छ त्यो वसुन्धरा त्यो त नजिकै रहेछ हेरल कलेज त्यसमा पनि गछौ तिमी त्यसमा नि हेर तर यो चाहिँ यसको लोकेसनै ठुलो रहेछ उतापट्टि यतापट्टि ए यसकै स्कुल ए ल ठिक छ तिमी बास्केटबल खेल्छौ ल के भन्छ राम्रोसँग बुझ त्यसपछि इन्ट्रान्स चट्ट फेरि बनाएर दिनु पऱ्यो कति गते भने 4 गते भने होइन 4 गते बस खर सबैको अब आउने क्रम जारी छ सबै स्टुडेन्ट गार्जियन आउँदैछ त्यसपछि यहाँ भन्ला त्यस्तो काउन्सिलिङको लागि आइरहेछ गाई चाहिँ अब यति नै अहिले फेरि बाहिर गएपछि फेरि क्यामेरा अन गर्नु लगाइ चाहिँ अहिले टेक केयर भयो मेरो भान्जी अब बिएससी नर्सिङ पढ्ने भन्छ बिएससी नर्सिङ पढ्नलाई चाहिँ यहाँ फर्म भर्नु पऱ्यो ठक्कै लगाएर होइन भान्जी अरू के गर्नु र अहिले चाहिँ हामी फर्म भर्दै हो फर्म भर्ने क्लास यस्तो छ ल तपाईँहरू पनि आउनुहोस् यो चाहिँ त्रिनिटी कलेज त्रिनिटी कलेज यहाँ छ हातले हान कुन टाइम आउनु छ बिहानको 9:30 बजे जो ठिकै रहेछ है तपाईको त्यो भ्लग बनाएको होला यो त भ्लग हुन्छ नि त अन्तै पढ्ने साइन्स नपढ्ने अन्तै पढ्ने को खानुहोस् अरे ए ऊ के अरे को रहेछ
कस्तो मेरो भान्जी यो कलेज पढ्ने भन्छ खै यहाँ त माइस खोज्नु पाउँछ यहाँ त माइस खोज्नु पाउँछ है सबै हिँड्यो सबै माइदिन्छ गफ के मा तपाईँले माइजु एउटै ग्रुप हो छुट्टै हो म्यानेजमेन्ट चाहिँ फर्स्ट र सेकेन्ड फ्लोर लगाइदिए चाहिँ यति धेरै देशका कर्णधारहरू छन् है अब ल दिदी चाहिँ यस्तो छ है अब तिम्रो मम्मीलाई देखाउने हो नि छोरी पढ्ने कलेजमा यस्तो यस्तो छ भनेर हेरिहाल है यसमा टक्कै खोला खोला दुइटा खाले हेर्नु मिल्छ कि हो ल यस्तो यस्तो रहेछ जे होस् ल हेर अब तिमी हार्टको सर्जरी गर्ने हो कि के को सर्जरी गर्ने हो कि है मेरो त राम्रो छ नि हाइट मेरो राम्रो छैन र के हो कि हेर हेर जस्ट क्याफेटेरिया त्यही त हो नि त्यो छेउको के अरे ठ्याक्कै गेट स्मल बेस के दिनु लगाइ चाहिँ ठिकै रहेछ अब पढ्दै गएपछि चाल पाइहाल्छ नि तिमीले ज्यापा अहिले त के हो भन्ने हुन्छ होइन भोलि बायोलोजीको भनेपछि ल नसर्ने केमिकल हालेर राखेको छ ए मरेको दुई तिन वर्ष त के हुन्छ दुई तिन वर्षपछि चाहिँ चेन्ज गर्नु पऱ्यो यो ओनियन सेल हो कि ल जाने नि ल ओनियन सेल पल्लो यो माछा हेर्नु न माछा फ्रक भइहाल्यो पछि अब पाउनु न मोबाइल ल्याउनु पाउनु न अहिले मोबाइल ल्याउनु पाउँदैन कलेजमा तिम्रो बाबुलाई देखाउनु पऱ्यो नि यस्तो छ है कलेज माथि माथि बसलाई अलिकति वासरुमको अलिकति चिन्ता हुन्छ हेर्दा हुन्छ है त्यो चाहिँ फ्याकल्टी मोबाइल स्टाफ गाइड छ यो इन्भेस्टमेन्ट चाहिँ नेपालकै छ कि होइन नेपालको मान्छेको होइन नेपालको हामीले सियो सर यो कलेजहरूमा त अब फोन एकदम रेस्ट्रिक्टेड हुन्छ नि होइन त र म पनि पढ्न जाँदैछु अब चट्ट लाग्थ्यो तिमीहरूको त्यही त होला हो यो त डङ्कै हल रहेछ यहाँ यही हो ल गाइस
यो चाहिँ कुन चाहिँ ल्याब हो यार दिमाग खराब हुन्छ यो बुझेको थिएन ल मजाले ल्याबतिर आइसकेको गाइज म त्यहाँ बिजी भएँ कि त्यहाँ सर भेटियो ओके ओके यो चाहिँ फिजिक्स ल्याब है 11 है फिजिक्स 11 को मात्र है यो चाहिँ ये ओन्ली 11 फिजिक्स यो चाहिँ 11 हजुरले प्र्याक्टिकल गर्ने जब सबै सोकेस भइरहेछ है 11 यही प्र्याक्टिकल गर्ने तपाईँ के भयो हावा हावाले यतातिर चाहिँ यस्तो दामी देखेछ गाई भाइ तर बिहान 6 बजे लिएर आउनुपर्छ तर कसरी स्कुल हो यहाँ चाहिँ मर्निङ सो त झन् दामी देख्छ होला ल तपाईँ पढ्ने कि म पढ्ने मामा पढ्ने तिमी हो म कहिले कहाँ आउँछु नि त आउनु पऱ्यो नि प्यारेन्ट्ससँग पढ्नु तपाईँ आउने रिटायर आइहुन थाल्नु हो ल तपाईँ बुढो हुनुभएछ ल जाउँ अर्को त्यस्तो छ है जाउँ अब अर्को ल ल अर्कोमा जाउँ दिल्ली बजारको हाइटमा तर ठिकै छ यो कलेज अब भान्जी पढ्ने भन्दैछ कि अरे इन्ट्रान्स 4 गते दिने अरे यसरी नै हामी पनि पढियो भए त अहिले त लेक्चरर बनिन्थ्यो होला के बनिन्थ्यो होला गाई चाहिँ त त्यहीँनिर भइहाल्यो कि यस्तो छ जे होस् ठिकै छ गाई चाहिँ ओभरअल किन्ने चिजहरू सबै रहेछ गाई के हो आइरहनु ल भयो अरू अझै छ केमिस्ट्री केमिस्ट्री स्मेल पनि केमिकल आउँदो रहेछ होइन ल 12 को केमिस्ट्री ल्याब अरे हेर्नुहोस् गाई चाहिँ यस्तो यस्तो छ गाई चाहिँ कसैको कोही गार्जेन हुनुहुन्छ या कोही स्टुडेन्ट हुनुहुन्छ भने हेरिहाल्नुहोस् इन्फिनिटी कलेज भिजिट हो इन्फिनिटी कलेज भिजिट है गाइस यस्तो छ यहाँ चाहिँ अब यतापट्टि अगाडि तपाईँले हेर्नुभयो भने यो के भन्छ सिसामा हिँड्ने के भन्छ त्यो छ यो भिजिट चाहिँ अब यस्तो बन्ने रहेछ है यस्तै छ अब यतातिर पनि छ गाई चाहिँ जस पूर्वाधारहरू चाहिँ छ यहाँ प्र्याक्टिकलको लागि सबै थोक एभाइलेबल छ तकरिबन राम्रै छ गाई चाहिँ भान्जी कस्तो लाग्यो त अनि राम्रो छ ल हजुर हेर्ने हामीलाई नै आउनु भन्नु ल ल ल ल अब यता ल्याब पनि छ यताबाट ल यो चाहिँ 11 तिमी पढ्यो नि यही हो नाम भर्खर प्र्याक्टिकल गरेर रहेछ छ नि फेसिलिटी त तिम्रो पहिला कलेजमा थिएन पहिला के कन्भेन्सन यो त हामीले सुन्यो पढ्नु त उसमा सिर्फ बोर्डमा मात्रै थियो बोर्डमा मात्रै पढिन्थ्यो देखिन्थ्यो ल फटाफट उहाँ पुगिसक्यो हो
डाइटिङ गर्ने मान्छेहरू के खाने खाजा खाने ठाउँ हेर्नु पर्यो अनि म भोक लाग्दैन मलाई मलाई मिठो मिठो भोक लागेन त्यति रात कहाँ गयो राजाले हेरिसक्यो राजाहरूले हेरिसक्यो क्याफेटेरिया यता नि गइसक्यो हामी फर्म भरिसक्यो चट्टै लाएर यो होइन त सर क्लासरुम चाहिँ हेर्ने कि क्लासरुम हेर्नु भयो नानी क्लासरुमहरू त तकरिबन हेरेँ हजुर त्यो त तल गेटमा होला नि क्लासरुममा नि छ भन्नुहोस् त नि तपाईँ ध्यान दिएर सुन्नु भएन कि क्लासरुममा नि हो सर आज क्लासरुममा अर्को क्लासरुममा गएर आफ्नो बस्न पाइयो ए जाउँ तपाईँ जुन सेक्सनमा हुनुहुन्छ त्यहाँको उसको पुरै स्क्यान गर्दो रहेछ ल बहिनी अब अलिक पछि आउँछ ल यसको लगाइ जब हामी चाहिँ भिजिट सिजिट गरेर निस्किहाल्यौँ ल इन्ट्रान्स दिए हुन्छ क्या यहाँ निस्किन भने त्यहाँ निस्किन भने त्यहाँ होइन तिनटैमा दिनु पऱ्यो अब त्यसपछि चाहिँ तिनवटा अढी एउटामा पर्छ फुटबल खेल्ने चट्ट लङ टेनिस चाहिँ ब्याडमिन्टन कोर्ट त यस्तो पो रहेछ क्यान्टिनमा ल ऊ त्यो उता होला नि ल थ्याङ्क यू दादा अब के खानेहरू अब खान त भोकै लाग्यो उता जाउँ यताबाट यसरी जाने होला सट्ट ल गाइज अब फर्किन लाग्यो कि इन्फिट